हेलो हेलो साथीहरू, के छ खबर? सन्चै आयो भने चाहिँ म चाहिँ ठिकठाकै छु। आज चाहिँ भिडियो यस्तो आयो, खाना आज नि पाकेन। आज चुलो नभएर खाना पाकेन। म चाहिँ अब चाउचाउ बनाएर खाने हो। चाउचाउमा पानी हाल्ने अनि यसै खाने, त्यस्तै छ आजको खाना। केटाहरूलाई नभनिदिनँ, म एक्लैले खाने। केटाहरूलाई भनिदिनुपर्छ नि, त्यही भएर एक्लैले खाइदिन्छु म। चाउचाउ रेडी हुँदैछ नि त। टिकटकमा चाउचाउ हाल्ने, तातो पानी हाले बन्दैछ, एकछिनपछि खाने हो। त्यस्तै छ। अब म भित्र चाउचाउ बनाएको, अब देखाउँछ नि कस्तो भएको चाउचाउ। लास्टै बिरो चाउचाउ कस्तो छ। चाउचाउ चाहिँ यस्तरी बन्दैछ। मसला यस्तो पो भएछ यार, यही खाने हो। यस्तो खानाहरू विदेश आएर यस्तो खाना खानुपर्छ। यस्तो यस्तो चाउचाउ खाने हो लपक्क पारेर। परोठासँग खानुपर्छ, परोठासँग कस्तो पिरो हुन्छ। तातो परोठा हो, परोठा र कस्तरी हुन्छ। सर कस्तो रुममा यस्तो कक्रोच नि छन् हाम्रोमा। कक्रोच धरिया भन्छ, खाने बेला फेरि कक्रोच आउँछ नि, अरू बेला आउनु। अब खानुपर्छ है ट्याक्क लाएर। कस्तो हो भन्दा पिरो होला, पिरो पिरो हो यो। मासल्ला म त खान सक्दिनँ होला, यस्तो पिरो। झोल फाल्नु त्यही पिरो चाउचाउ। आँसु नि आयो मेरो त, खाँदा खाँदा आँसु नि आयो लास्ट पिरो भएर। अब त झोल जति सबै फाल्थेँ। अहिले चक्लेट खाँदैछु, लास्टै पिरो। ल म नखाने अब त्यो घन्टा ल भाइ।